अब यो हाम्रो गाउँको भिडियो सुरु भयो होइन एकछिन राम्रोसँगले बोल अहिले हाम्रो बस्ती हो हामी चाहिँ यहाँ आएर बसेका छौँ यहाँ चाहिँ नेपालको पुरै एउटा जिल्लै आँट्ने खालको छ होइन यस्तै हो अब यो परदेशमा हामी यसरी घुम्दैछौँ रातिको समय छ अहिले 7 बजिसक्यो हो 7 साढे 7 कति भएको छ हामी बस्नेछौँ हो यो चाहिँ अहिले हाम्रो युट्युबमा चाहिँ दोस्रो भिडियो हो साथीभाइहरूले यसो हेरिदिएर चाहिँ सब्सक्राइब पनि गरिदिनु होला भ्युज पनि बढाइदिनु होला है त्यस्तै हो अब परदेशको बसाइ हल्का रमाइलो पनि छ लाइट चाहिँ पुरै तिहार आए जस्तो देखिन्छ होइन विदेशको ठाउँमा यस्तै हो अरू केही भन्नु छ भने भन्नु ल मिन्दाई के भन्नु छ नमस्कार सबैजनालाई जतिजनाले भिडियो हेर्नुहुन्छ भाइको भिडियो सपोर्ट गर्नु होला यो भाइको सेकेन्ड भिडियो हो तपाईँहरूमा भाइसँग कुकिङ भिडियो आउँछ है किचनको जस्तो माछा फ्राई कसरी गर्ने हो मटन कसरी बनाउने हो चिकन कसरी बनाउने आउँछ र यो हाम्रो भ्लगिङ पनि आउँछ त्यो भ्लगमा सबैले साथ दिनु होला सेयर गर्नु होला लाइक कमेन्ट गर्नु होला भन्न चाहन्छु अनि मेरो लाफा मिलन भन्ने छ च्यानल त्यसलाई पनि सपोर्ट गरिदिनु होला भन्न चाहेँ है सबैजनालाई फेरि पनि स्वागत गरेँ है हाम्रो नयाँ ब्लगमा अब हामी चाहिँ यस्तै हो हेर्नुहोस् अब यस्तै गरी परदेशमा भए पनि यसो हल्का भिडियोहरू बनाउँदै हिँडेका छौँ सबैजनाले सपोर्ट गरिदिनु होला है हाम्रो वीरेन्द्र ब्लग युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला अनि समीर रामा युट्युब च्यानललाई पनि सब्सक्राइब र कमेन्ट गरिदिनु होला है साथीहरू सबैजनालाई धेरै धेरै सम्झना सहित माया है यता भलिबल तर क्लियर छ काँक्रा भित्ता पूर्व पश्चिमको गाडीहरू हिँड्नुहुन्छ एकदम दीपावलीको जस्तै हो क्लियर त क्लियर आउँछ है हेर्नु आउँछ त्यही नै ट्याक्क खिचेर हालिदिनु केही फर्क ऊ एलइजीहरूको पनि हालिदिनु पानै छ एलइजीको हालिदिनु